हेलो सबैलाई स्वागत छ मेरो यो युट्युब च्यानलमा। हाम्रो पासपोर्ट हराएमा के गर्ने? यो समस्या धेरै मान्छेलाई परेको छ। सबैलाई सजिलो तरिकाले चाहिँ पासपोर्ट कसरी हराएकोलाई बनाउने, कहाँ जाने, कसरी गर्ने, यी विभिन्न समस्याहरू आइपरेका छन् र म यी समस्याको तपाईलाई आज म उपाय भन्छु। ल आउनुहोस् भिडियोलाई सुरु गरौँ। पहिलो काम तपाईले के गर्नुपर्ने हुन्छ भने तपाईले नेपाल सरकारको राजधानी विभाग यो हाम्रो वेबसाइटमा गएर nepalpassport.gov.np टाइप गरेर तपाईले त्यो साइट खोल्नु पर्ने हुन्छ। त्यहाँनिर राजधानी कसरी बनाउने, कति पैसा लाग्छ, आवेदन भर्ने तरिका सबै कुराहरू त्यहाँ उल्लेख गरेको हुन्छ। तपाई राजधानी भर्ने तरिकामा गएर मजाले आफू कसरी तपाईको पहिलाको पासपोर्टको नम्बर, तपाईको विभिन्न जानकारीहरू त्यहाँनिर उपलब्ध गराउनुहोस्। त्यसपछि त्यसलाई तपाई सेभ गर्नुहोस् र सेभ गरेपछि तपाईले डेट लिनुहोस्। डेट लिइसकेपछि तपाईले त्यसलाई प्रिन्ट निकालेर तपाईले लिएको डेटमा चाहिँ तपाईसँग भएको पहिलाको पासपोर्ट नम्बर भएको फोटोकपी, त्यसपछि तपाईको नागरिकता तपाईले साथमा लिएर काठमाडौँमै हुनुहुन्छ भने त्रिपुरेश्वरमा राजधानी विभागमा गएर आफ्नो फर्म बुझाउनु पर्ने हुन्छ। त्यसको लागि तपाईँ त्यहाँ लाइन बस्नुहोस्। लाइन बसिसकेपछि तपाईँको नयाँ बनाउनको लागि 12,000 रुपियाँ लाग्छ र हराएको भनेर तपाईँलाई थप फेरि 5,000 रुपियाँ अर्को जरिवाना लगाउँछ। ये भगवान क्या जुलुम है। त्यसो गर्दाखेरि तपाईँले जम्मा जम्मी 17,000 रुपियाँ पैसा तिर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँ लाइनमा बसेर आफ्नो फोटो खिचाउनुहोस्। आफ्नो नम्बर पनि त्यहाँ तपाईँले दिनुभएको हुन्छ। तपाईँको फोटो खिच्ने काम भइसकेपछि तपाईलाई लगभग 2 देखि 3 दिनभित्रमा तपाईलाई मेसेज आउँछ तपाईको नम्बरमा। यदि तपाईको मेसेज आयो भने तपाईँ पासपोर्ट लिन जान सक्नुहुन्छ। यदि मेसेज आएन भने तपाईले त्यहाँनिर फेरि हेर्नुपर्ने हुन्छ, किनकि तपाईले कुनै यो अनलाइन फर्म भर्दाखेरि तपाईको राजधानी नम्बर, तपाईको नागरिकता नम्बर, तपाईको नाम यी कुराहरू मिलेन भने तपाईलाई फोन आउँदैन। त्यसकारण तपाईले फेरि चेक गर्नुपर्ने हुन्छ। यदि तपाईलाई एसएमएस आएको छ भने आएको दिन जानुहोस्, आफ्नो पासपोर्ट तपाईँ बुझ्न सक्नुहुन्छ। यसरी तपाईँले नयाँ पासपोर्ट बनाउन सक्नुहुन्छ। र अर्को कुरा आयो, अब पहिलाको पासपोर्टमा भिजा थियो र अहिलेको पासपोर्टमा अब छैन तपाईँको भिजा। अब के गर्ने? यो समस्या धेरैलाई पर्न सक्छ, किनकि थाहा हुन्न। मैले बुझ्दाखेरि पनि मेरो पनि भिजा सहितको पासपोर्ट हराएको थियो, जहाँबाट मैले भिजा लगाएको थिएँ। उहाँले चाहिँ के भन्नुभयो भने मलाई तपाईँको पहिला पुरानो पासपोर्टमा भिजाको डेट छ भने नयाँ पासपोर्ट पनि बोक्नुहोस्, पुरानो पासपोर्टलाई कन्टिन्यू गरेर तपाईँले चाहिँ विदेश जान पाउनुहुन्छ भन्नुभयो। तर त्यस्तो रहेनछ, उहाँलाई पनि थाहा रहेनछ। किनकि तपाईँको एकचोटि पासपोर्ट हराइसकेपछि पासपोर्टमा लागेको तपाईँको भिजा छ भने जति नै वर्ष बाँकी भयो भने त्यो भिजा पनि स्वतः खारेज हुन्छ। त्यस कारणले तपाईँले अब फेरि भिजा लाउने प्रक्रियामा जानुपर्ने हुन्छ। अब विद्यार्थी हुनुहुन्छ भने तपाईँको आफ्नो कलेजलाई फेरि भनेर मलाई चाहिँ भिजा पठाइदिनु भनेर कलेजको लेटर मगाएर चाहिँ तपाईँले फेरि भिजाको लागि अप्लाई गर्न सक्नुहुन्छ। होइन तपाईँ वर्क गर्नुहुन्छ भने तपाईँले आफ्नो काम गर्ने ठाउँमा चाहिँ तपाईँले आफूले भनेर मलाई यस्तो समस्या पऱ्यो, मलाई फेरि चाहिँ भिजाको लागि चाहिँ मद्दत गर्नु भन्नु पऱ्यो तपाईँले। त्यसपछि उहाँले तपाईँलाई पठाइसकेपछि फेरि तपाईँले भिजा अप्लाई गर्न सक्नुहुन्छ र त्यसरी फेरि भिजाको प्रक्रिया अगाडि बढाएर फेरि नयाँ पासपोर्टमा भिजा लगाएर तपाईँ अगाडि जान सक्नुहुन्छ। र अर्को समस्या, यदि तपाईँले नयाँ पासपोर्ट बनाइसकेपछि पुरानो पासपोर्ट कुनै कारणवश भेटाउनु भयो भने त्यो पुरानो पासपोर्ट तपाईँले राख्न पाउनुहुन्न। त्यो पासपोर्टलाई तपाईँले स्वतः च्यातेर फाल्नुहुन्छ अथवा जलाउनुहुन्छ, त्यसलाई रद्द गर्नुपर्ने हुन्छ। यदि तपाईँले त्यसो गर्नु भएन भने तपाईँले 2वटा पासपोर्ट राखेका कारणले तपाईँलाई कानुनी सजाय हुनसक्छ। आशा छ तपाईँलाई यो भिडियोले केही सहज महसुस गरायो होला पासपोर्ट हराएका व्यक्तिहरूको लागि। र नबिर्सिनु मेरो च्यानललाई सब्सक्राइब गर्नको लागि। धन्यवाद। मजा आया।